पाल्टीमा डस्टबिनमा राखिदिनु होला। त्यसै गरी भन्दै खाडो पसल निवासी सपना कार्कीज्यूबाट आफ्ना सम्पूर्ण पितृको उद्धार नन्द वैद्यज्यूबाट 105 रुपियाँ सहयोग प्राप्त भएको छ। यहाँको परिवारमा सुख शान्ति समृद्धि होस् कामना गर्दछौँ। त्यसै गरी रानी पौवा 11 निवासी दीपक दिवस मगरज्यूबाट 505 रुपियाँ सहयोग प्राप्त भएको छ। यहाँको परिवारमा सुख शान्ति समृद्धि होस् कामना गर्दछौँ। त्यसै गरी पामे मार्गी निवासी सगुन गुरुङज्यूबाट 105 रुपियाँ सहयोग प्राप्त भएको छ। यहाँको परिवारमा सुख शान्ति समृद्धि होस् कामना गर्दछौँ। त्यसै गरी सिसुवा निवासी रेणु गुरुङज्यूबाट परिवारमा सुख शान्ति समृद्धि नवग्रह शान्तिको लागि 105 रुपियाँ सहयोग प्राप्त भएको छ। त्यसै गरी हामीलाई मार्गी शर्मिला गुरुङज्यूबाट 105 रुपियाँ सहयोग प्राप्त भएको छ।